नाङ्गेको अब पानी खोज्ने क्रममा चाहिँ यस्तो झारीमा फसेको अवस्था छ। केटाहरू चाहिँ पानीको अभाव है गाइस। त्यस्तै हो। हाम्रो साथीहरू आजकलतिर पछि हुनुहुन्छ एकदम 1 महिनाको टुर है हाम्रो चाहिँ यो उसले के अरे अमेरिकन टुरिस्टले पठाएको हामीलाई। तर चाहिँ पानीको अभाव हुन्छ। यो बेपारी भाइ हेलिकप्टरमा हुन्छ कि केमा हुन्छ। अनि दिनको 3000 किन नहोस् पानीको चाहिँ व्यवस्था गर्न पर्यो गाइस होइन। सही हो। अनि हामी चाहिँ यो जो समयले भयो है। ल अब हामी चाहिँ पानी लिन जान लागेको छौँ तर पानीको चाहिँ धेरै अभाव 1-2 घन्टा लाग्ने रहेछ तल झर्नलाई गाइस। यहाँ चाहिँ झोला झाम त बोकेको अवस्था छ। अनि झोला बोकेको उसले चाहिँ जीवनले चाहिँ अगाडि चाहिँ पुरा आफ्नो बाटो बनाउँदै हिँडिरहेको अवस्था छ। अब यहाँ चाहिँ बाटो छैन, हामी आफै नै यहाँ बाटो बनाउने छ होइन। यहाँ केटाहरूसँग रमाइलो पनि भइरहेछ। तर हाम्रो सबको यो चाहिँ सबैले हेरिदिनु होला र पानीको उको लागि गर्नु होला। अब यो खोल्सामा हैन सबैले है उ भर्किला चाकुरो गराएर हिँड ओइ। के अरे लिङ्कहरू सेयर गर्नु होला सबैलाई। नमस्ते। म पानी तल गएर देखाउने छु। ल